साथीहरु गुड मर्निङ सबैजनालाई। पूजा पाठ गरेर सकियो आज है ल। अब चाहिँ यहाँ बिहान उठेर अब यहाँ खाजा साजा बनाउन तयारी गर्दैछन् बुढीले। हेलो गुड मर्निङ नमस्ते सबैलाई। र हाम्रो अडियन्सहरुलाई के भन्न चाहन्छु, हिजोको ब्लग त ब्लग बस्टर गयो, आजको दोस्रो ब्लग हो। हिजोको ब्लग कस्तो लाग्यो हजुरलाई त्यो पनि हेर्नु होला, अनि आज पनि हेरेर साथ सपोर्ट गरिदिनु होला। ए के भन्दै छ? आज नास्ता बनाउँदै छु, अब बाबु स्कुल जाने बेला भइसक्न लाग्यो, तयारी गर्दै छु नास्ताको लागि। ल गाइस, अब हामी नास्ता तयारी गरेर एकछिनपछि बाबुलाई स्कुल पठाउने हो। अनि चाहिँ साथीहरु आलु पराठा मेरो रेडी भइसकेको छ। बिहानको नास्ता अब बाबुको लागि टिफिन प्याक गरेर अनि स्कुल भेज्नुपर्छ। अब मैले प्याक गर्दैछु टिफिनको लागि। यसमा सस राखेर अनि प्याक हुन्छ। फाइनल्ली स्कुल जानको लागि रेडी भइसक्यो। कता जाने हो कुसु? स्कुल। बाई बाई। बाई बाई बेटा, राम्रोसँग पढेर आऊ ल।